पानी पर्ने देखाएको त घाम मजाले लाग्छ। अहिले कति भयो? रातिको 7:30 भयो। म चाहिँ हिथ्रो एयरपोर्टतिर लाग्दैछु अहिले। मिलन दाई आउँदै हुनुहुन्छ अहिले। 8:30 बजे ल्यान्ड हुँदैछ टर्मिनल 4 मा। सो हामी चाहिँ त्यहाँ दाइलाई स्वागत अनि लिन जाँदैछु। टर्मिनल 4 केटाहरू त्यहाँ रहेछ त। यहाँ रहेछ त केटाहरू। के घुमे भयो क्या तिमीहरू त? अघि नै आउने भनेको मान्छेहरू। सोल्टी राजा ल यहाँ रेडी मिलन दाईको उसमा। हामी चाहिँ प्रो भइसक्यो यहाँ खतरा क्यामेरामा। हजुर यो चाहिँ ब्याक अफ द हाउस, ब्याक अफ द सिन खिच्ने क्यामेरा। ल अब निस्किने बेला भयो होला मिलन दाई प्लस कुमार सागर एन्ड द टोली पनि आउँदैछ। अनि भोलि होला रकेट्स आउने, एकदेव लिम्बू पर्सि होला आउने। सो इन्तजारमा छ सबैजना साथीभाइहरू। कुर्दा बिचरा अर्गनाइजर बहिनीलाई फोटो खिच्न लाग्छ यहाँ केटाहरूले। मिलन दाई वेलकम ब्याक दाई। पासाङ के छ? ल भाइहरू वेलकम है। वेलकम भाइहरू वेलकम। ल सर वेलकम। कस्तो लाग्यो? एकैछिन मिलन दाई पासाङ वेलकम। गुड टु सी यु। ठिक छ नि? सब ठिकठाक। कुमार सागर त्यहाँ, मिलन दाई त्यहाँ। हाम्रो अर्गनाइजर नम्रता बहिनीले हतसत लगाइदिरहेछ यहाँ सबैलाई। पार्किङ पाउनै गाह्रो यहाँ। पार्किङ पाउन गोर्खा दरबार।
हुन्छ हुन्छ म उसो लाइ भनिहाल्छु Series 25 day, yeah? All of you, yeah! म लागि टाढा छ यात्रा है मसँग पछि अब ल गाइस म पनि बल्ल आइपुगेँ घर 1:30 बजे लागेछ बर्मिङहाम आउँदा एनिवे मिलन दाई 6 वर्षपछि आएको होला युके मैले चाहिँ कति 3-4 वर्ष भयो होला नभेटेको आज बल्ल भेट्नु पायो खुसी लाग्यो बेसिकली मिलन दाई आएको चाहिँ कारण यात्रा इभेन्ट्सले गर्दा अब यात्रा इभेन्ट्सको स्प्रिङ फेस्टिभल हुँदैछ अब सन्डे अल्डरसटमा सो आइदिनु होला सबैजना रमाइलो हुनेछ गोर्खा कपकै दिन पर्छ तर गोर्खा कप र स्प्रिङ फेस्टिभल दुइटै भ्याउने गरी आयो हुन्छ रमाइलो भयो दाइहरू अब होटेल गयो होला कुमार सागर एन्ड द ग्याङ भाइहरू पनि एकदम रमाइलो रहेछ उनीहरू पनि होटेल बस्यो के अरे भेरी नाइस पिपल हम्बल सो रमाइलो हुन्छ आइदिनु होला सबैजना आजको ब्लग यति नै अब गोर्खा कप एन्ड स्प्रिङ फेस्टिभललाई भेट्नेछु फेरि